नमस्कार सबैजनालाई तपाईहरुलाई मेरो च्यानलमा स्वागत छ। आज चाहिँ म तपाईहरुलाई अनलाइनबाट वर्कर एकाउन्ट टिएमएस एकाउन्ट बनाउने तरिका सिकाउन जाँदैछु है। तपाईहरुले अहिलेसम्म वर्कर एकाउन्ट गराउनु भएको छैन भने म तपाईहरुलाई अनलाइनबाट घरै बसेर तपाईको मोबाइल प्रयोग गरेर तपाईको मोबाइल अथवा ल्यापटप प्रयोग गरेर आफै वर्कर एकाउन्ट गराउने तरिका सिकाउन जाँदैछु है। तपाईहरुले अनलाइनबाट सबै काम गर्न सक्नुहुन्छ। तपाईहरु अफिस भिजिट गर्नु पर्दैन। तपाईहरुले अनलाइनबाट सजिलै गराउन सक्नुहुन्छ है। एकदमै सजिलो छ गराउन। तपाईलाई केही गाह्रो पर्दैन। तपाईहरुले मजाले गराउन सक्नुहुन्छ है। अनलाइनबाट वर्कर एकाउन्ट खोल्नको लागि चाहिँ महत्त्वपूर्ण कुरा भनेको डकुमेन्ट हो है। तपाईहरुले डकुमेन्ट राम्रोसँग राख्नुभयो भने चाहिएको डकुमेन्टहरु तपाईले पुर्याइदिनु भयो भने तपाईहरुले सजिलै वर्कर एकाउन्ट खोल्न सक्नुहुन्छ है। तपाईहरुलाई के डकुमेन्ट चाहिन्छ भन्दा चाहिँ एउटा चाहिँ तपाईहरुलाई पासपोर्ट साइजको फोटो चाहिन्छ है। त्यसपछि तपाईलाई अर्को चाहिँ तपाईहरुले नाइटा समाको सेल्फी फोटो चाहिन्छ। त्यसपछि तपाईलाई नाइटाको अगाडिको भाग र पछाडी भागको फोटो चाहिन्छ। त्यसपछि तपाईको औँठा छापको फोटो चाहिन्छ, दायाँ र बायाँ खुट्टाको औँठा छापको फोटो चाहिन्छ। त्यसपछि तपाईलाई अर्को सिग्नेचरको फोटो चाहिन्छ। त्यसपछि तपाईलाई अर्को भनेको लोकेसन म्याप हो है। तपाईले आफ्नो घरको लोकेसन गराउन सक्नुहुन्छ है। तपाईले हातले ड्रा पनि गर्न सक्नुहुन्छ। तपाईहरुले गुगल म्यापको स्क्रिनशट पनि राख्न सक्नुहुन्छ। स्क्रिनशट राख्दा चाहिँ तपाईहरुले लङ्गिट्युड र ल्याटिट्युड देखाएको हुनुपर्छ है, नत्र तपाईको एक्सेप्ट नहुन सक्छ। त्यसपछि तपाईहरुलाई अर्को चाहिने भनेको डिमेट कन्फर्मेसन डकुमेन्ट हो। यो चाहिँ तपाईले मेरो शेयरबाट डाउनलोड गरेर तपाईले यहाँ राख्न सक्नुहुन्छ। अब चाहिँ म तपाईहरुलाई डिमेट कन्फर्मेसन डकुमेन्ट कसरी डाउनलोड गर्ने भनेर सिकाउँछु। तपाईहरुले डिमेट कन्फर्मेसन डकुमेन्ट डाउनलोड गर्नको लागि तपाई आफ्नो मोबाइलको क्रोम खोल्नु होला। त्यसपछि तपाईले मेरो शेयर भनेर सर्च गर्नु होला। त्यसपछि तपाईहरुले मेरो शेयरको आईडी पासवर्ड राखेर लगइन गर्नु होला है। म पनि लगइन गर्छु। लगइन गरिसकेपछि तपाईले चाहिँ यहाँ देख्न सक्नुहुन्छ तीनवटा लाइन छ। यसमा क्लिक गर्नु होला। त्यसपछि तपाई चाहिँ माई डिटेल भनेको छ, यसमा जानु होला। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ पीडीएफ भनेर लेखेको छ, यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईको मोबाइल अथवा ल्यापटपमा यस्तो किसिमको पीडीएफ डाउनलोड हुन्छ, पीडीएफ फाइल डाउनलोड हुन्छ। यहाँ चाहिँ तपाईको इन्फर्मेसन लेखेको हुन्छ। तपाईहरुले चाहिँ त्यो अपलोड गर्न पर्ने हुन्छ है। तपाईहरु चाहिँ यसरी डाउनलोड गर्नु होला आफ्नो डिमेट कन्फर्मेसन डकुमेन्ट। तपाईहरुलाई चाहिने अर्को महत्त्वपूर्ण डकुमेन्ट भनेको राष्ट्रिय परिचय पत्र हो। तपाईहरुले राष्ट्रिय परिचय पत्र बनाइसक्नु भएको छ, तपाईको कार्ड पनि आएको छ भने तपाईहरुले कार्डको फोटो राख्न सक्नुहुन्छ। तपाईहरुले राष्ट्रिय परिचय पत्र बनाउनु भएको छ तर तपाईको कार्ड अहिलेसम्म आएको छैन भने तपाईहरुले राष्ट्रिय परिचय पत्र गराउने बेला पाउनु भएको भरपाई कागज पनि हाल्न सक्नुहुन्छ। अर्को चाहिँ तपाईहरुले क्रोममा गएर तपाईहरुले राष्ट्रिय परिचय पत्रको स्क्रिनशट पनि राख्न सक्नुहुन्छ है। तपाईहरुले आफ्नो राष्ट्रिय परिचय पत्र हेर्नको लागि तपाईहरुले आफ्नो मोबाइलमा रहेको क्रोम ब्राउजर खोल्नु होला। त्यसपछि तपाईहरुले सर्च बक्समा गएर तपाईले फाइन्ड नेशनल आईडी नम्बर भनेर तपाईले सर्च गर्नु होला। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ फाइन्ड योर नेशनल आईडी नम्बर भनेको छ, यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले आफ्नो नाम लेख्नु होला, इंग्लिश अथवा नेपालीमा लेख्नु होला। म चाहिँ इंग्लिशमा लेख्छु। त्यसपछि तपाईहरुले आफ्नो डेट अफ बर्थ यहाँ राख्नु होला। त्यसपछि तपाईहरुले आफ्नो नाइटा जारी भएको मिति यहाँ राख्नु होला। त्यसपछि तपाईहरुले क्याप्चा फिल गर्नु होला है। यहाँ जे देख्नु भएको छ त्यो टाइप गर्नु होला है। स्मल छ भने स्मल राख्नु होला, क्यापिटल छ भने क्यापिटल राख्नु होला। त्यसपछि तपाईहरुले सर्च भनेको छ, यसमा क्लिक गर्नु। तपाईले यहाँ देख्न सक्नुहुन्छ मेरो चाहिँ राष्ट्रिय परिचय पत्र यहाँ शो भएको छ है। तपाईले यसलाई स्क्रिनशट राख्नु होला, यसलाई स्क्रिनशट गर्नु होला। त्यसपछि तपाईले यसलाई क्रप गरेर सेभ गरेर राख्नु होला है। अब चाहिँ म तपाईहरुलाई फर्म भर्ने तरिका सिकाउँछु। तपाईहरुले चाहिँ पुरा भिडियो हेर्नु होला है। तपाईहरुले पुरा भिडियो हेर्नुभयो भने तपाईहरुले सजिलै आफ्नो वर्कर एकाउन्ट अथवा टिएमएस एकाउन्ट बनाउन सक्नुहुन्छ। तपाईहरुले अनलाइनबाट वर्कर एकाउन्ट गराउनको लागि तपाईहरुले आफ्नो मोबाइल अथवा ल्यापटपको कुनै एउटा ब्राउजर खोल्नु होला। त्यसपछि तपाईहरुले सर्च बक्समा गएर तपाईहरुले टिएमएस 49 भनेर सर्च गर्नु होला है। टिएमएस 49 भनेर सर्च गर्नु होला। तपाईहरुले कुन वर्करमा गराउने त्यो अनुसार तपाईले वर्करको नम्बर राख्न सक्नुहुन्छ। मैले चाहिँ अनलाइन सिक्युरिटीबाट तपाईहरुलाई वर्कर एकाउन्ट खोल्न सिकाउन जाँदैछु। तपाईहरुले कुन वर्करबाट गराउने हो त्यो अनुसार तपाईले चाहिँ पछाडी वर्करको नम्बर राख्न सक्नुहुन्छ। म चाहिँ 49 राख्छु। टिएमएस 49 भनेर म सर्च गर्छु। तपाईहरुले पनि यहीबाट खोल्न सक्नुहुन्छ। एकदम सजिलो छ योबाट वर्कर एकाउन्ट गराउन। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ टिएमएस 49 भनेर लेखेको छ है। यसमा क्लिक गर्नु होला। टिएमएस 49 nepsi tms.com.np भनेर लेखेको छ, यसमा क्लिक गर्नु होला है। तपाईले यो कुरा ख्याल गर्नु होला।
त्यसपछि तपाईँले यसमा क्लिक गर्नुहोला। त्यसपछि तपाईँहरूले नयाँ एकाउन्ट गराउनको लागि न्यू रेजिस्ट्रेसन भनेको छ, यसमा क्लिक गर्नुहोला। तपाईँहरूले मोबाइलदेखि पढ्दै हुनुहुन्छ भने चाहिँ तपाईँले चाहिँ मोबाइलको डेस्कटप साइड अन गरिदिनु होला। क्रोमको डेस्कटप साइड अन गरिदिनु होला। तपाईँले यहाँ साइडमा हेर्नु होला मैले कसरी गरेको छु, त्यसरी तपाईँले चाहिँ डेस्कटप साइड अन गरिदिनु होला। नत्र तपाईँको चाहिँ राम्रोसँग देखिँदैन मोबाइलमा। तपाईँले चाहिँ डेस्कटप साइड अन गरेपछि तपाईँको चाहिँ यसरी सो हुन्छ है। सुरुमा चाहिँ तपाईँहरूले जेनरल डिटेल फिल गर्नुपर्ने हुन्छ है। यो रिफर बाई भनेको छ, यसमा चाहिँ तपाईँले केही फिल गर्नु पर्दैन, खाली राख्नुहोला। त्यसपछि क्लाइन्ट टाइप भनेको छ, यसमा चाहिँ तपाईँहरूले इन्डिभिजुअल भनेर सिलेक्ट गर्नुहोला। त्यसपछि तपाईँले आफ्नो मोबाइल नम्बर राख्नुहोला। त्यसपछि यो अनलाइन नै भयो। त्यसपछि तपाईँहरूले मेम्बर ब्रान्च भनेको छ, यसमा चाहिँ तपाईँले जुनसुकै चुज गर्न सक्नुहुन्छ है। सबै काम अनलाइनबाट हुने हो, त्यस कारणले तपाईँहरूले जुनसुकै ब्रान्च चुज गर्न सक्नुहुन्छ। म चाहिँ काठमाडौँ चुज गरेँ। त्यसपछि तपाईँहरूसँग चाहिँ प्यान नम्बर छ भने तपाईँहरूले प्यान नम्बर राख्न सक्नुहुन्छ, छैन भने चाहिँ खाली राख्नुहोला। तपाईँहरूसँग प्यान नम्बर छ भने तपाईँहरू चाहिँ अनिवार्य राख्नुहोला, किनभने तपाईँहरूले सरकारलाई तिरेको ट्याक्स चाहिँ तपाईँको प्यानमा चाहिँ जम्मा हुन्छ है। त्यस कारणले तपाईँहरूले चाहिँ प्यान नम्बर राख्नुहोला है। तपाईँहरूले प्यान नम्बर एकैछिनमा गराउन सक्नुहुन्छ। प्यान कार्ड चाहिँ तपाईँहरूले 1-2 मिनटमा मजाले गराउन सक्नुहुन्छ है। त्यो भिडियो चाहियो भने तपाईँले भिडियोको डिस्क्रिप्सन चेक गर्नुहोला, त्यहाँ लिङ्क राखिदिन्छु म। तपाईँले त्यो भिडियो हेरेर आफ्नो प्यान नम्बर लिन सक्नुहुन्छ है। त्यसपछि तपाईँहरूले इमेल राख्नुहोला। इमेल राखिसकेपछि तपाईँहरूले नेक्स्ट भनेको छ, यसमा क्लिक गर्नुहोला। तपाईँहरूले फिल गरेपछि चाहिँ तपाईँको चाहिँ यसरी टिक लाग्न पर्छ है, ग्रिन टिक लाग्न पर्छ है, नत्र तपाईँको फर्म चाहिँ एप्रुभ हुन्न। यसरी रातो आयो भने चाहिँ तपाईँले चाहिँ भर्नुपर्ने चिज चाहिँ नपुगेको भनेर चाहिँ बुझिन्छ है। तपाईँको चाहिँ यसरी टिक लाग्न पर्छ है, ग्रिन टिक लाग्न पर्छ। त्यसपछि इन्डिभिजुअल डिटेल भनेको छ, यसमा चाहिँ तपाईँले आफ्नो फर्स्ट नेम लेख्नु होला, मिडल नेम लेख्नु होला, लास्ट नेम लेख्नु होला है, थर लेख्नु होला। त्यसपछि तपाईँले आफ्नो जेन्डर छान्नु होला है, महिला हो कि पुरुष हो, फिमेल हो कि मेल हो, त्यो छान्नु होला। त्यसपछि तपाईँले आफ्नो डेट अफ बर्थ चाहिँ यहाँदेखि छान्नु होला है, कहिले जन्मिनु भयो त्यो छान्नु होला। त्यसपछि तपाईँको बुवाको नाम लेख्नु होला। त्यसपछि आमाको नाम लेख्नु होला। त्यसपछि ग्रान्डफादर भनेको हजुरबुवाको नाम लेख्नु होला है। त्यसपछि तपाईँले चाहिँ यो इज एनआरएन भन्छ, यसमा चाहिँ तपाईँले नो गर्नु होला। तपाईँहरूले बच्चाको एकाउन्ट खोल्दै हुनुहुन्छ भने तपाईँले चाहिँ यो माइनरमा चाहिँ यस गरिदिनु होला है, नत्र नो गर्दा हुन्छ तपाईँले। त्यसपछि नेसनालिटी चाहिँ नेपाल नै ठिक छ। त्यसपछि तपाईँले आफ्नो सिटिजनसिप नम्बर राख्नु होला। त्यसपछि तपाईँको नाइटा कहाँदेखि जारी भयो त्यो जिल्ला चाहिँ यहाँदेखि खोज्नु होला। त्यसपछि नाइटा कहिले जारी भयो त्यो मिति चाहिँ तपाईँले यहाँदेखि सेलेक्ट गरेर राख्नु होला है। त्यसपछि म्यारिटल स्ट्याटस भनेको छ, तपाईँ म्यारिड हो कि अनम्यारिड हो त्यो सेलेक्ट गर्नु होला है। म्यारिड गर्नुभयो भने चाहिँ तपाईँको हस्बेन्डको नाम पनि राख्न पर्ने हुन्छ है, हस्बेन्ड अथवा वाइफको नाम राख्न पर्ने हुन्छ है। म चाहिँ अनम्यारिड राखेँ। त्यसपछि अकुपेसन छान्नु होला तपाईँको। त्यसपछि बिजनेस टाइपमा चाहिँ यो तपाईँले फिल गर्न पर्दैन है, यसमा चाहिँ रेट एसिड लागेको छैन। त्यसपछि यो चाहिँ डेस्टिनेसन चाहिँ यो पनि पर्दैन तपाईँलाई। त्यसपछि तपाईँको कन्ट्याक्ट नम्बर राख्नु होला। त्यसपछि अर्गनाइजेसन नेम भनेको छ, यो पनि तपाईँलाई पर्दैन, यो पनि तपाईँलाई पर्दैन, यो पनि इम्प्लोइ आइडी पनि पर्दैन। यो फाइनेन्सियल डिटेल भनेको छ, यसमा क्लिक गरेर तपाईँले यो मध्ये तपाईँले कुनै एउटा चुज गर्न सक्नुहुन्छ है। त्यसपछि इन्भल्भ इन इन्भेस्टमेन्ट कम्पनी भनेको छ, यसमा चाहिँ नो गर्नु होला। म चाहिँ सबै डिटेल फिल गर्छु, तपाईँहरू पनि फिल गर्नु होला है। जहाँ जहाँ यो रेट एसिड लागेको छ त्यो चाहिँ तपाईँले अनिवार्य फिल गर्नु होला है। म चाहिँ सबै फिल गरेर तपाईँलाई फेरि देखाउँछु। मैले चाहिँ सबै विवरण फिल गरिसकेँ। तपाईँहरूले पनि सबै विवरण सबै डिटेल फिल गरिसकेपछि नेक्स्ट भने चाहिँ यसमा क्लिक गर्नु होला है। त्यसपछि तपाईँको चाहिँ यस्तै टिक लाग्नुपर्छ है, मेरो पनि ग्रिन टिक लागेको छ। त्यसपछि तपाईँहरूले 3 नम्बरमा एड्रेस डिटेल फिल गर्नुपर्ने हुन्छ है। सुरुमा चाहिँ पर्मानेन्ट एड्रेस भनेको छ, तपाईँको स्थायी ठेगाना राख्नुपर्ने हुन्छ है, कन्ट्री नेपाल भयो। त्यसपछि स्टेटमा तपाईँ कुन प्रदेशदेखि हो त्यो प्रदेश चुज गर्नु होला। म चाहिँ कर्णाली प्रदेश चुज गर्छु है, 6 नम्बर प्रदेश चुज गरेँ। त्यसपछि तपाईँको जिल्ला कुन हो त्यो छान्नु होला है। त्यसपछि तपाईँको नगरपालिका अथवा गाउँपालिका छान्नु होला है। त्यसपछि तपाईँको वार्ड नम्बर लेख्नु होला। त्यसपछि तपाईँको टोलको नाम लेख्नु होला है। त्यसपछि टेम्पोररी एड्रेस भनेको छ है, तपाईँ चाहिँ पर्मानेन्ट एड्रेस भन्दा चाहिँ बाहिर बस्नुहुन्छ भने तपाईँले चाहिँ अस्थायी ठेगाना एड गर्न सक्नुहुन्छ यहाँदेखि। तपाईँ कुन ठाउँमा कुन प्रदेश बस्नुभयो, त्यसपछि कुन जिल्ला बस्नुभयो, कुन नगरपालिका अथवा गाउँपालिका बस्नुभयो सबै तपाईँले फिल गर्न सक्नुहुन्छ, यसलाई हटाउन सक्नुहुन्छ। तपाईँ चाहिँ पर्मानेन्ट एड्रेस भन्दा चाहिँ बाहिर बस्नुहुन्न भने तपाईँले सेम एज पर्मानेन्ट एड्रेस भनेको छ, यसमा टिक लगाइदिनु होला। त्यसपछि माथि जे छ सबै तल आउँछ है। त्यसपछि तपाईँले नेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि तपाईँहरूले फोन नम्बरमा ब्याङ्क डिटेल फिल गर्न पर्ने हुन्छ है। यो ब्याङ्क भनेको छ, यसमा क्लिक गर्नु होला। तपाईँको
कुन ब्याङ्कमा खाता छ त्यो ब्याङ्क चुज गर्नु होला है। त्यसपछि तपाईको ब्रान्च सिलेक्ट गर्नु होला। तपाईले कुन ब्रान्चदेखि ब्याङ्क एकाउन्ट खोल्नु भएको छ त्यो ब्रान्च खोज्नु होला है यहाँदेखि। त्यसपछि एकाउन्ट टाइपमा तपाईले सेभिङ एकाउन्ट चुज गर्नु होला है। त्यसपछि तपाईले आफ्नो ब्याङ्क एकाउन्ट नम्बर चाहिँ यहाँ राख्नु होला है। त्यसपछि नेक्स्ट गरिदिनु होला। म चाहिँ सबै फिल गरेपछि तपाईहरुलाई फेरि देखाउँछु। तपाईहरुलाई ब्रान्च खोज्न ढौ भयो भने तपाईले यहाँ सर्च गरेर पनि खोज्न सक्नुहुन्छ। माथि तपाईले ब्रान्चको नाम सर्च गर्नु होला। सर्च गरेपछि तपाईको ब्रान्चको नाम चाहिँ सो हुन्छ है। त्यसपछि तपाईले सबै डिटेल फिल गरिसकेपछि नेक्स्टमा क्लिक गर्नु होला। त्यसपछि यसमा पनि टिक लाग्यो, ब्याङ्क डिटेलमा पनि टिक लाग्यो। त्यसपछि डिपोजिटरी डिटेल भनेको छ, यसमा चाहिँ तपाईले यहाँ BUID भनेको छ। यसमा चाहिँ तपाईहरुले आफ्नो डिमेट एकाउन्ट नम्बर राख्नु होला है। 16 अङ्कको हुन्छ, त्यो डिमेट एकाउन्ट नम्बर राख्नु होला है। मैले चाहिँ डिमेट एकाउन्ट नम्बर चाहिँ राखिसके। तपाईहरुले राखिसक्नु भएको छ भने नेक्स्टमा क्लिक गर्नु होला है। त्यसपछि तपाईले चाहिँ यसमा चाहिँ सबैमा नो गर्नु होला है। सबैमा नोमा टिक लगाउनु होला, सिलेक्ट गर्नु होला। त्यसपछि तपाईले नेक्स्ट भन्ने छ यसमा क्लिक गर्नु होला। त्यसपछि डकुमेन्ट्स अपलोड भनेको छ। यसमा चाहिँ तपाईहरुले आफ्नो डकुमेन्टहरु फिल गर्न पर्ने हुन्छ। यहाँ जे मागेको छ त्यो अनुसार तपाईले फिल गर्न पर्ने हुन्छ। यो तलमाथि भइरहेको हुन्छ है। अहिले चाहिँ यो सेल्फी क्यारिङ एनी गभर्नमेन्ट आइडी भनेको छ, एनी गभर्नमेन्ट इस्यु आइडी भनेको छ। यो कहिले तल हुन्छ कहिले माथि हुन्छ। म तपाईलाई रिप्स गरेर देखाउँछु। तपाईले यहाँ देख्न सक्नुहुन्छ। अहिले चाहिँ यो फोटो अपलोड भनेर आएको छ है। यो तलमाथि भइरहेको हुन्छ है। जे मागेको छ तपाईहरुले चाहिँ त्यो फिल गर्नु होला है। अहिले चाहिँ यहाँ सुरुमा फोटो अपलोड भनेको छ। तपाईहरुले आफ्नो पासपोर्ट साइजको फोटो यहाँ अपलोड गरिदिनु होला है। जहाँ यो रेड एस्टी लागेको छ यो डकुमेन्ट चाहिँ तपाईहरुले अनिवार्य अपलोड गर्न पर्ने हुन्छ है। नलागेको डकुमेन्ट चाहिँ तपाईहरुले अपलोड नगर्दा पनि हुन्छ। सुरुमा चाहिँ म फोटो अपलोड गर्छु है। मेरोमा चाहिँ फोटो अपलोड भनेर आएको छ। यो चाहिँ तपाईको तलमाथि हुन सक्छ। सुरुमा चाहिँ तपाईहरुले आफ्नो पासपोर्ट साइजको फोटो अपलोड गर्नु होला। फोटो चाहिँ तपाईहरुले JPG फर्मेटमा राख्न पर्ने हुन्छ, फोटो फर्मेटमा राख्न पर्ने हुन्छ। त्यसपछि सिग्नेचर अन प्लेन व्हाइट पेपर भनेको छ। तपाईहरुले चाहिँ सादा पेपरमा आफ्नो सिग्नेचर गरेको फोटो चाहिँ अपलोड गर्नु होला। त्यसपछि अपरेटिङ लाइसेन्स भनेको छ। यो चाहिँ तपाईहरुले अपलोड गर्नु पर्दैन। त्यसपछि कम्पनी रजिस्ट्रेसन डकुमेन्ट भनेको छ। यो पनि तपाईहरुलाई पर्दैन। त्यसपछि सिटिजनशिप सर्टिफिकेट ब्याक साइड भनेको छ है। तपाईहरुले नाइटाको पछाडीको फोटो अपलोड गर्नु होला। पछाडी भागको फोटो अपलोड गर्नु होला। मैले पछाडीको अपलोड गरे। अब चाहिँ म अगाडिको अपलोड गर्छु। नाइटाको अगाडिको भागको फोटो चाहिँ यहाँ रहेको छ, तलमाथि भाग हुन्छ है। त्यसपछि तपाईहरुले चाहिँ यो नाइटाको अगाडिको भागको फोटो पनि अपलोड गरिदिनु होला है। अहिले नै गरिदिनु होला, बिर्सिनु होला पछि तपाईहरुले। मैले चाहिँ नाइटाको अगाडिको भाग र पछाडीको भागको फोटो राखिसकेको छु। त्यसपछि प्यान भनेको छ है। तपाईहरुसँग प्यान कार्ड छ भने प्यानको फोटो राख्न सक्नुहुन्छ है। नत्र नराख्दा पनि हुन्छ है। छ भने चाहिँ राख्नु होला, राम्रो हुन्छ। छैन भने चाहिँ नराख्दा पनि हुन्छ है। मैले चाहिँ प्यानको फोटो राखेको छु। तपाईहरुले राख्न चाहनुहुन्छ भने राख्नु होला, नत्र पर्दैन, अनिवार्य छैन। छ भने चाहिँ राख्नु होला, राम्रो हुन्छ। त्यसपछि नेशनल आइडी कार्ड अर कन्फर्मेसन भनेको छ है। तपाईहरुसँग राष्ट्रिय परिचय पत्र छ भने, राष्ट्रिय परिचय पत्रको कार्ड छ भने तपाईले कार्डको फोटो राख्न सक्नुहुन्छ। तपाईको कार्डको फोटो आएको छैन भने तपाईहरुले राष्ट्रिय परिचय पत्रको फर्म भर्ने बेला जुन पाउनु भएको भरपाईको कागज छ त्यो फोटो राख्दा पनि हुन्छ है। अर्को चाहिँ तपाईहरुले गुगलबाट तपाईहरुले राष्ट्रिय परिचय पत्रको स्क्रिनशट पनि राख्न सक्नुहुन्छ। राष्ट्रिय परिचय पत्र कसरी हेर्ने भनेर मैले तपाईहरुलाई अघि नै सिकाइसकेको छु। तपाईले त्यो राख्न सक्नुहुन्छ है। त्यसपछि मेरो शेयर डिटेल्स अर डिमेट कन्फर्मेसन भनेको छ है। यो कसरी डाउनलोड गर्ने भनेर मैले तपाईहरुलाई अघि नै सिकाइसकेको छु है। तपाईहरु क्रोममा गएर मेरो शेयरमा लगइन गर्नु होला। त्यसपछि तपाईहरु माइ डिटेलमा गएर तपाईहरुले पीडीएफ डाउनलोड गरेर यहाँ अपलोड गरिदिनु होला है। त्यसपछि बर्थ सर्टिफिकेट भनेको छ। यो चाहिँ पर्दैन। तपाईहरुले बच्चाको एकाउन्ट गराउँदै हुनुहुन्छ भने चाहिँ पर्छ, नत्र पर्दैन है। त्यसपछि सेल्फी क्यारिङ एनी गभर्नमेन्ट इस्यु आइडी भनेको छ है। तपाईहरुले आफ्नो नागरिकता समाको फोटो खिच्नु होला है। नागरिकता समाको फोटो खिच्नु होला। त्यसपछि तपाईले यहाँ अपलोड गरिदिनु होला है। तपाईहरुले यो थम्ब भनेको छ, थम्ब पनि राख्नु होला है। थम्बको फोटो पनि राख्नु होला, औँठा छापको फोटो पनि राख्नु होला। दायाँ र बायाँ छुट्याएर औँठा छाप गर्नु होला सादा पेपरमा। त्यसपछि तपाईहरुले अपलोड गर्नु होला। यहाँ कम्पलसरी चाहिँ भनेको छैन, तपाईहरुले चाहिँ राख्नु होला है। धेरै जस्तो ठाउँमा चाहिँ यो थम्ब पनि मागेको हुन्छ, थम्ब प्रिन्ट पनि मागेको हुन्छ। त्यसकारणले तपाईहरुले चाहिँ यो यसको फोटो पनि राख्नु होला है। यो औँठा छापको फोटो पनि राख्नु होला, यहाँ अपलोड गर्नु होला। म पनि अपलोड गर्छु। यहाँ कम्पलसरी भनेको छैन, त्यही पनि तपाईहरुले अपलोड गर्नु होला। त्यसपछि तपाईहरुले यहाँ देख्न सक्नुहुन्छ लोकेसन म्याप अर पोस्टल कोड भनेको छ। यो पनि कम्पलसरी छैन,
तपाईहरुले राख्न मन लाग्यो भने चाहिँ राख्न सक्नुहुन्छ है। लोकेसन म्याप आफ्नो ठाउँको लोकेसन ड्रा गर्नु होला, त्यसपछि तपाईहरुले यहाँ अपलोड गरिदिनु होला। यति गरिसकेपछि तपाईहरुले चाहिँ एकचोटी आफ्नो डकुमेन्ट हेर्नु होला है, तपाईले कुनै छुडाउनु भएको छ कि त्यो हेर्नु होला है। तपाईको डकुमेन्टको साइज 1 MB भन्दा बढी भयो भने तपाईले घटाउन सक्नुहुन्छ है। गुगलमा जानु होला, तपाईले फोटो साइज रिड्युसर भनेर तपाईले सर्च गर्नु होला, फोटो साइज रिड्युसर भनेर तपाईले सर्च गर्नु होला। त्यसपछि तपाईले यहाँदेखि घटाउन सक्नुहुन्छ है, आफ्नो फोटोको साइज घटाउन सक्नुहुन्छ, फोटो अथवा PDF को साइज घटाउन सक्नुहुन्छ। त्यसपछि तपाईले सबै गरिसकेपछि तपाईहरुले सबै डकुमेन्ट अपलोड गरिसकेपछि नेक्स्ट भनेको छ, यसमा क्लिक गर्नु होला है। त्यसपछि तपाईहरुले युजर एग्रीमेन्ट भनेको छ, तपाईले चाहिँ यो पढ्न सक्नुहुन्छ है। तपाईले सबै पढिसक्नु भएको छ भने चाहिँ अब यो सबमिट एप्लिकेसन भनेको छ, सबमिट एप्लिकेसन भनेको चाहिँ यसमा क्लिक गर्नु होला है। त्यसपछि तपाईले चाहिँ यो फेरि पढ्न सक्नुहुन्छ। त्यसपछि तपाईले यसमा टिक लगाउनु होला है। त्यसपछि तपाईले प्रोसिड भनेको छ, यसमा क्लिक गर्नु होला है। तपाईहरुले यो एग्रीमेन्टलाई PDF मा पनि सेभ गर्न सक्नुहुन्छ, यसमा क्लिक गरेर तपाईले सेभ गर्न सक्नुहुन्छ। म चाहिँ सेभ गरिन। त्यसपछि तपाईहरुले यसमा टिक लगाइसकेपछि प्रोसिड भनेको छ, यसमा क्लिक गर्नु होला है। त्यसपछि तपाईले फेरि सबमिट भनेको छ, यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ सक्सेस भनेको छ है। हाम्रो एप्लिकेसन चाहिँ सक्सेस भइसकेको छ। ब्रोकर एकाउन्ट गर्ने प्रोसेस यति नै हो है। हाम्रो एप्लिकेसन चाहिँ सक्सेसफुली सबमिट भएको छ। केही दिनपछि अफिसले एप्लिकेसन रिभ्यू गरेर हामीलाई चाहिँ युजर नेम प्रोभाइड गर्छ है। त्यसपछि तपाईहरुले पासवर्ड रिसेट गरेर तपाई चाहिँ लगइन गर्न सक्नुहुन्छ है। म चाहिँ तपाईहरुलाई भिडियो स्किप गरेर आइडी पासवर्ड आएपछि म तपाईहरुलाई चाहिँ कसरी लगइन गर्ने भनेर सिकाउँछु है। तपाईहरुले फर्म अप्लाई गरेको 1-2 दिनपछि तपाईहरुलाई चाहिँ यस्तो किसिमको मेल आउँछ। तपाईहरुले चाहिँ आफ्नो जीमेल चेक गर्नु होला है। माथि देख्न सक्नुहुन्छ क्लाइन्ट एक्टिभेटेड भनेको छ है। त्यसपछि तपाईको युजर नेम पनि तपाईहरुलाई चाहिँ प्रोभाइड गर्छ। यहाँ देख्न सक्नुहुन्छ तपाईको नामको पछाडि पनि राखेको छ ब्र्याकेटमा। यो चाहिँ तपाईको युजर नेम हो है, TMS ID हो। तपाईहरुलाई लगइन गर्नको लागि यो युजर नेम चाहिन्छ। त्यसकारणले तपाईले चाहिँ यसलाई सेभ गरेर राख्नु होला है। यो नम्बरलाई चाहिँ तपाईले सेभ गरेर राख्नु होला। तपाईलाई चाहिँ धेरैचोटि काम लाग्छ, त्यसकारणले तपाईले चाहिँ यसलाई चाहिँ सेभ गरेर राख्नु होला है। त्यसपछि तपाईहरुले चाहिँ अब नयाँ पासवर्ड गराउनु पर्ने हुन्छ है। पासवर्ड गराउनु पर्ने हुन्छ, त्यसको लागि तपाईले यहाँ लिंक दिएको हुन्छ, तपाईहरुले त्यस लिंकमा क्लिक गर्नु होला है। त्योभन्दा अगाडि चाहिँ तपाईले यो TMS ID लाई चाहिँ कपी गर्नु होला है। मैले जसरी कपी गरेछु तपाईहरुले पनि त्यसरी कपी गर्नु होला। त्यसपछि तपाईले चाहिँ तल दिएको लिंकमा क्लिक गर्नु होला। त्यसपछि तपाईहरुले नयाँ पासवर्ड गराउनु होला है। तलमाथि चाहिँ सेम पासवर्ड गराउनु होला, स्ट्रङ खाली पासवर्ड गराउनु होला है। मैले चाहिँ पासवर्ड गाइसके, तपाईहरुले पनि पासवर्ड गाइसक्नु भएको छ भने सबमिट भनेको छ, यसमा क्लिक गर्नु होला। त्यसपछि तपाईले देख्न सक्नुहुन्छ, तपाईले चाहिँ यसलाई सेभ पनि गर्न सक्नुहुन्छ है गुगलमा। त्यसपछि तपाईहरुले युजर नेममा तपाईले अघि नआएको युजर नेम राख्नु होला है। त्यसपछि तपाईले अघि नगराउनु भएको पासवर्ड राख्नु होला। त्यसपछि इन्टर क्याप्चा भनेको छ, त्यसमा चाहिँ तपाईले जे देख्नु भएको छ त्यो टाइप गर्नु होला। जस्तै यहाँ सी स्मल छ भने स्मल राख्नु होला, क्यापिटल छ भने क्यापिटल राख्नु होला है। त्यसपछि तपाईले लगइनमा क्लिक गर्नु होला है। त्यसपछि तपाईको एकाउन्ट चाहिँ लगइन हुन्छ। तपाईहरुले अदर म्यानेजमा गएर बाइ सेलमा गएर तपाईहरुले शेयरलाई किन्न र बेच्न सक्नुहुन्छ है। 2-3 दिनमा तपाईको एकाउन्ट बनेर तपाईको जीमेलमा चाहिँ मेल आउँछ है। त्यहाँ तपाईको TMS ID आउँछ। त्यहाँबाट तपाईहरुले पासवर्ड चेन्ज गरेर तपाईले आफ्नो आइडी लगइन गर्न सक्नुहुन्छ। यदि आएन भने तपाईहरुले अनलाइन सेक्युरिटीमा कन्ट्याक्ट गर्न सक्नुहुन्छ है। TMS49 भनेर तपाईले सर्च गरिसकेपछि तपाईले यहाँ देख्न सक्नुहुन्छ अनलाइन सेक्युरिटीज भनेको छ, यसमा जानु होला। त्यसपछि तपाईले यहाँ कन्ट्याक्ट भनेको छ, यसलाई क्यान्सल गरे मैले। कन्ट्याक्ट भनेको छ, यसमा जानु होला। त्यसपछि तपाईले चाहिँ यो नम्बरमा चाहिँ मेसेज गर्नु होला है। भाइबर नम्बरमा तपाईले चाहिँ मेसेज गर्नु होला। यो नम्बरको भाइबर नम्बरमा चाहिँ तपाईले मेसेज गर्नु होला। तपाईले मेसेज गरेर बुट्न सक्नुहुन्छ है। यसरी तपाईहरुले अनलाइनबाट ब्रोकर एकाउन्ट गराउन सक्नुहुन्छ। आजको भिडियो यति नै रहेको छ। तपाईहरुलाई यो भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदिनु होला अनि च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला। धन्यवाद।